लाएको माया लुकाउन हैन कसैलाई तिमी र मैले झरेको आँसु रोएको हैन झरेको आँसु रोएको हैन देखाउन कसैलाई तिमी र मैले देखाउन कसैलाई तिमी र मैले लाएको माया। हजुर अब पनि हामी तपाईलाई अगावै भने अनुसार हरिमान गुरुङ जो स्थानीय कलाकार हुनुहुन्छ उहाँलाई हामीले उहाँको गीत लगाइदिनु पर्छ केही हैन? हजुर पहिला त हामी श्रोताहरूलाई एउटा यस्तो स्वर सुनाउन चाहन्छौँ उहाँको कस्तो कला रहेछ उहाँ बहुप्रतिभाशाली हुनुहुन्छ त यस्तो व्यक्तित्वलाई हामी अगाडि सार्नुभन्दा अगाडि उहाँको कला कस्तो रहेछ त्यसबाट नै हाम्रा श्रोताहरूले थाहा पाउनुहुन्छ त सुरुमा यो गीत सुनौँ श्रोता। खोला बगरमा माछी मानेर हरमा तिमीलाई मैले भेट्यो है कान्छी आउँदै जाँदैमा रेशम तिमीलाई मैले भेट्यो है कान्छी आउँदै जाँदैमा रेशम फेरि खोला बगरमा माछी मानेर हरमा। हजुर श्रोता यहाँले भर्खरै यहाँ अहिले सुन्दै हुनुहुन्छ फेदी खोला बगरमा यो बोलको गीत ज्यादा नै मिठो गीत रहेको छ गाउँदै हुनुहुन्छ हरिमान गुरुङज्यू त हामीले हाम्रा श्रोताहरूलाई अगावै जानकारी दिएका थियौँ कि हाम्रा आजका अतिथि हुनुहुन्छ हरिमान गुरुङज्यू भनेर बहुप्रतिभाशाली हाम्रा अतिथि हुनुहुन्छ आज हामीले स्टुडियोमा निम्त्याएका छौँ हरिमान गुरुङज्यूलाई त उहाँ गायक मात्र नभइकन उहाँको स्वर तपाईँले जुन सुनिराख्नु भएको छ तर यो स्वर पछाडि शब्द रचना जुन तपाईँले सुन्नुभएको छ गीतको जुन बोल तपाईँले सुन्नुभएको छ त्यो गीतको बोल पनि उहाँ स्वयंको रहेको छ यानि कि गीतकार हरिमान गुरुङज्यूलाई हामीले तपाईँ सामु आज निम्त्याउँदैछौँ हाम्रो स्टुडियोमा त हरिमान गुरुङज्यू तपाईँलाई हामी हाम्रो स्टुडियोमा स्वागत गर्न चाहन्छौँ। हजुर नमस्कार हजुर धन्यवाद हामीलाई फेरि पनि स्वागत हामी दुबईको तर्फबाट। हजुर नमस्कार यहाँ हुनुहुन्छ हाम्रो पुष्पजी र गोमाजीसँग भेट गर्न पाएँ त्यस्तै यहाँ समस्त श्रोताहरू जब विदेशभरि सुनिराख्नु भएको छ मलाई र अनि यहाँ युकेमा रेडियो मार्फत सुन्नुभएको छ उहाँलाई मेरो हार्दिक स्वागत गर्न चाहन्छु। हजुर हरिमानजी तपाईँको यो गीतबाट हामीले थाहा पायौँ तपाईँ गायक पनि हुनुहुन्छ र तपाईँका शब्द रचनामा हामीले धेरै अन्य गीतहरू पनि सुन्न पाएका छौँ यानि कि बजारमा आइसकेका छौँ त तपाईँ आफूलाई गीतकार भनेर चिनाउन चाहनुहुन्छ या गायक? म सुरुमा त गीतकार भन्न रुचाउँछु किनभने मैले यो फर्स्ट एल्बम गरेको नै मेरो लिरिक्सको कलेक्सन हो यसमा म गाउने चाहिँ अहिले सिक्दैछु भनौँ न अनि कति प्रोग्राममा गाएछु त्यति सक्षम चाहिँ छ कि छैन तपाईँहरूले नै सुन्नु भएको छ कि हजुर यो चाहिँ श्रोताहरू अथवा दर्शकहरूले नै निर्णय गर्ने अथवा मूल्याङ्कन गर्ने कुरा हो तर हामीले सुनिरहेका छौँ तपाईँको स्वर पनि त्यसको कुरा चाहिँ हामी तपाईँको गायन पक्षको कुरा चाहिँ पछाडि गर्नेछौँ कुराकानीकै क्रममा तर तपाईँले यहाँले अहिले आफूलाई चिनाउँदा चाहिँ कसरी तपाईँ आफूलाई चिनाउन चाहनुहुन्छ? तपाईँलाई त मैले चिनिराखेकै छु हजुर स्थानीय कलाकार हुनुहुन्छ विभिन्न कार्यक्रममा श्रोताहरूको लागि को हुनुहुन्छ त उहाँ हरिमान गुरुङजी भनेर तपाईँले चिनाइदिनुहुन्छ कि चिनाउँदा तपाईँ कसरी चिनाउन चाहनुहुन्छ? गीतकारबाट चिन्न रुचाउँछु गाउने भन्ने मेरो एउटा हबी पनि हो। हजुर भनेपछि हरिमानजी तपाईँले यो गीत रचना गर्ने चाहिँ कहिलेदेखि सुरु गर्नुभयो? गीत अब मैले खास लेख्ने त 2000 सालबाट लेख्न सुरु गरेको बनाउँदै अब टाइम लाग्यो किनभने म्युजिक कम्पोज यताउता सङ्गीत दिनु पऱ्यो होइन त्यस गर्दाखेरि अलिकति ढिलै हुन गयो त्यो कलेक्सन गर्दाखेरि निकै टाइम लागेको किनभने अब विदेशतिर हुन्छ होइन मैले गर्न त पहिला नेपालदेखि नै हो सुन्ने म्युजिकमा मेरो इन्ट्रेस्ट भएको त हङकङमा मैले धेरै म्युजिसियनहरू भेटेँ जस्तै दिनेश सुब्बा नागेन्द्र श्रेष्ठहरू
अनि गणेश पराजुली उहाँसँग केही यो म्युजिक सम्बन्धी सिक्ने चान्स पायो। त्यो भएर नेपाल हङकङमा रेकर्ड धेरै भएको छ। मैले गाएको मात्रै यो लन्डनमा रेकर्ड गरेको यो गीत चाहिँ। भनेपछि यो तपाईँको एल्बम चाहिँ हालमा जुन बजारमा आएको छ लागेकोमा यो चाहिँ तपाईँले यहाँ लन्डनमा आएर चाहिँ हजुर यहाँ गएर विमोचन गरेँ। जस्तो लास्ट इयर यो मिस युकेहरूको एउटा इभेन एन्ड आइडल प्रोग्रामको उहाँहरूको प्रोग्राममा एउटा मैले विमोचन गर्ने चान्स पाएँ। किशोर गुरुङ गिटारिस्ट हुनुहुन्छ नि उहाँबाट यो विमोचन गर्ने मैले। तपाईँले 2000 सालदेखि नै तपाईँ यो गीत रचना गर्ने जुन कार्यमा लागेको भनेर चाहिँ भन्नुभयो। धेरै लामो समयदेखि लाग्नु भएको रहेछ तर एल्बम भने धेरै पछाडि निकाल्नु भएको रहेछ भनेपछि यति लामो समय किन लाग्यो तपाईँलाई? त्यो यस्तो अब लेखेर राखेको हुन्छ कि होइन कति कुराहरू अब चिन्नु पर्यो धेरै। अब पछि यो बाटोमा लागेपछि धेरै चिन्ने पायो। अब चाहिँ छिटो हुन्छ होला भने कति गीतहरू प्रोसेसमै हुन्छ होइन। फर्स्ट निकाल्न चाहिँ निकै मुस्किलै पर्दो रहेछ भनौँ न। हजुर तपाईँ यसमा तपाईँ जस्तो अहिले युकेमा हुनुहुन्छ तपाईँलाई यस्तो लाग्छ कहिलेकाहीँ कि यदि नेपालमा हुँदो हो त यसरी एल्बम निकाल्न सजिलो हुन्थ्यो होला विदेशमा भएर अलिकति गाह्रो भयो भन्ठान्नुहुन्छ कि? हजुर त्यो पनि होला किनभने मैले अब यहाँदेखि फोनमा कुरा गर्ने होइन म्युजिसियन गायकरहरूसँग त्यो गर्दाखेरि उहाँ नेपालमा ढिलो पनि गरिदिनु भयो होइन त्यो पनि हुन गएको। हजुर वास्तवमा तपाईँले कस्तो बेलामा गीतहरू रच्नुहुन्छ? प्रायः जस्तो मेरो गीत हुन त अब धेरै आधुनिकहरू छ। मलाई यस्तै सेन्टिमेन्टलकै गीत रच्नु मन पराउँछ। कतै दुःख परेको बेलामा अथवा सुख परे पनि कहिले कहिले दुःखको कुरा पनि याद आउँछ। किनभने पहिला दुःखहरू सम्झेर अहिले सुख पायो भने त्यो दुःखको गीतहरू रच्न त्यसैलाई तपाईँले गीतमा यथार्थ बनाउन चाहनुहुन्छ भन्नाले तपाईँले चाहिँ यस्तो गीतहरू लेख्नुहुन्छ होइन गाउनु पनि हुन्छ कोहीबाट प्रेरित हुनुभएको छ कि? गीत लेख्नु त्यही हो सानैदेखि म्युजिक मन पर्ने होइन त्यो भएर अब कति कुरा साथीभाइबाट होइन लेख्दै मैले देखाएँ गीतहरू देखि राम्रो छ म्युजिसियनहरूलाई देखाएँ। अब जस्तो नागेन्द्र श्रेष्ठ दिनेश सुब्बा होइन धेरै बिबी अनुरागी उनीहरूलाई देखाउँदाखेरि शब्द मन पर्यो होइन त्यो भएर गीत बनाउनु उहाँहरूले धेरै प्रेरित दिनुभयो। राम्रो छ गर्दा हुन्छ भन्ने हौसला पाएँ मैले। एकदम राम्रो गीतहरू पनि लेख्नु भएको छ प्लस रचना गर्नुभएको छ। एकदम तपाईँलाई बहुप्रतिभाशाली भन्दा केही फरक नपर्ला होइन। कसरी समय पनि त होइन म्यानेज गर्नु पर्यो कसरी चाहिँ त्यसरी मिलाउनु भएको छ समयलाई? समय मिलाउनु पर्छ अब छुट्टीमा अथवा कतै आफू फुर्सदको टाइममा होइन गर्दाखेरि जस्तो कहिले कहिले शब्दहरू आउँछ त्यो बेलामा टिपेर राख्नुपर्छ होइन नत्र बिर्सिन्छ झट्ट आएको बेला कति कुरा। कोही गीत त अब एकैचोटि सर रेडी हुन्छ कि होइन कोही गीतहरू चाहिँ सम्झेको बेलामा टिपेर राख्नुपर्छ त्यस्तो। भनेपछि तपाईँले गीत रचना गर्दाखेरि चाहिँ विशेष कुन कुरालाई ध्यान दिएर चाहिँ गीत रचना गर्नुहुन्छ? गीत भनेकै सायद मायाको कुरा गर्दा मिठो हुन्छ होइन। हुन त मैले धेरै ठाउँको बारेमा पनि लेखेको छु जस्तो अब गोर्खातिरको होइन यो गोर्खा मेलाकोमा पनि मैले लेखेको छु गीत गोर्खा कपको बारेमा। त्यो गीत अब यो लाइफ इन युकेमा हाल्दैछ होइन त्यो पनि हुँदैछ। ठाउँ ठाउँको बारेमा पनि लेख्दैछु तर बढी रुचाउने चाहिँ यस्तै मायाकै बारेमा गीत लेख्दाखेरि मिठो हुन्छ होला जस्तो लाग्छ मलाई। तपाईँले यो जुन भन्नुभयो तपाईँको एल्बम यो लागेको माया हजुर यो तपाईँको पहिलो एल्बम हो? हजुर फर्स्ट एल्बम। त यसमा तपाईँको आफ्नो स्वर पनि हामीले सुन्न पायौँ भर्खरै हामीले हाम्रा श्रोताहरूलाई ओपनिङमा राख्यौँ जसमा तपाईँले आफैले पनि स्वर दिनुभएको रहेछ एउटा गीतमा। त यो एल्बमको बारेमा हाम्रो श्रोताहरूलाई बताइदिनुहोस् न तपाईँको। मेरो एल्बम भनेको एकदम भेराइटी खालको म्युजिकहरू जस्तो थरीथरीको दिनेश सुब्बा भन्नुभयो होइन नागेन्द्र श्रेष्ठ जस्तै यो अशोक बस्ने धनबहादुर गुरुङ उहाँलाई मैले धेरै म्युजिसियनहरूसँग गऱ्यो भने अलिक फरक हुन्छ होला। एउटै गीत एउटै म्युजिसियन दिँदाखेरि हुन त फरक गर्छ होला तर भए पनि अलिकति भिन्दै हुन्छ होला भनेर अनि सबै गायकहरू पनि थरीथरीको राख्दाखेरि अलिक अर्कै हुन्छ कि भन्ने टाइपले राख्दाखेरि। अनि म्युजिसियनको नामहरू त तपाईँले बताउनु भयो त तपाईँको यस एल्बममा कुन कुन गायक गायिकाहरूबाट चाहिँ तपाईँले आफ्ना गीतहरूलाई चाहिँ गाउन लगाउनु भएको छ? यसमा हाम्रो राजेश पायल राई अनि स्वरूप राज आचार्य, अञ्जना गुरुङ
अनि हङकङमा हुनुहुन्छ हाम्रो टोबराज लामा, त्यस्तै सुनिता प्रधान, सुनिता गुरुङ, उहाँहरूले स्वर दिनुभएको छ। निकै ख्यातिप्राप्त गायक गायिकाहरूले सजिएको रहेछ स्वर त होइन? हजुर, त्यही त एल्बम लाएको माया, यो एल्बमको यो जुन टाइटल छ यसबाट नै प्रष्ट हुन्छ यो माया सम्बन्धमा रहेछ भन्ने कुरा। माया बिना त सबै थोक अधुरा नै हुन्छ, जिन्दगी अधुरा नै हुन्छ, मायाले अडेको छ भनिन्छ। हजुर, आदरणीय श्रोता, हामी तपाईँहरूलाई यहाँ तपाईँहरूसँग कुराकानी गरिरहेछौँ, अर्थात् तपाईँहरूलाई कुरा सुनाइरहेछौँ। यहाँ लाएको माया एल्बम निकाल्नु भएको छ हरिमान गुरुङ, उहाँको स्वर तपाईँहरूले पनि सुनिराख्नु भएको छ। हामी कुरा गर्दा गर्दै उहाँकोले मनपर्ने उहाँको एल्बमबाट रहेको गीत हाम्रो श्रोताहरूलाई राख्ने कि कसो गरौँ? हजुर, त्यसो गर्नुपर्छ होला, किनभने हामीले कुराकानी गरिसक्यौँ, कुराकानीको क्रम जारी नै राख्नेछौँ फेरि पनि। तर यो लाएको एल्बमबाट तपाईँलाई सबैभन्दा मनपर्ने गीत चाहिँ कुन होला? त्यो एउटा हाम्रो सबैभन्दा मनपर्ने भन्दा त अब सबै नै मनपर्छ होइन, तर भए पनि मलाई अहिले यो बजाउन मन लागेको चाहिँ राजेश पाल राईले गाउनु भएको छ। यो चाहिँ लास्ट इयर मैले बजाउन छुटेँ किन बिएफबिएसमा टाइमको कमीले गर्दाखेरि। उहाँ म यो राख्न चाहन्छु अहिले श्रोताहरूलाई सुनाउनु। हजुर श्रोताहरू, त हाम्रा हरिमान गुरुङज्यू उहाँ गीतकार पनि हुनुहुन्छ, गीत रचना गर्नुहुन्छ, मिठा मिठा माया प्रेममा आधारित गीतहरू उहाँले रचना गर्नुहुन्छ। उहाँकै आवाजमा पनि हामीले गीत राख्यौँ, गीत गाउन पनि शौखिन हुनुहुन्छ उहाँ। त अहिले भने हामी राजेश पाल राईको आवाजमा यो एउटा गीत राख्दैछौँ, जुन हाम्रा आजका अतिथि हुनुहुन्छ हरिमान गुरुङज्यूले रचना गर्नुभएको यो गीत रहेको छ। एल्बम उहाँको रहेको छ लाएको माया, मैले अघि नै पनि बताइसकेँ, र यसमा सङ्गीत दिनुभएको छ अशोक बस्नेतले। श्रोताहरू स्वीकार्नुहोस् राजेश पाल राईको आवाजमा हरिमान गुरुङज्यूको रचनामा यो गीत तपाईँका निम्ति। महराएर के भो तिमीलाई नै खोजिरहेछु, महराएर के भो तिमीलाई नै खोजिरहेछु। म पराई भए त के भो, म पराई भए त के भो, तिमीलाई नै रोजिरहेछु, ओ तिमीलाई नै रोजिरहेछु। म हराएर के भो। परिखी बसे म तिम्रो घरको चौतारीमा, ओ परिखी बसे म तिम्रो घरको चौतारीमा, इशाराको प्रतीक्षामा। हजुर, आदरणीय श्रोता, भर्खरै यहाँले राजेश पाल राईको स्वरमा रहेको अनि लेखक हुनुहुन्थ्यो हरिमान गुरुङ, जो हामीले लाएको माया एल्बमबाट सुनायौँ यहाँलाई। फेरि पनि यहाँलाई यो कार्यक्रममा फेरि पनि स्वागत गर्न चाहन्छौँ हामी तिनैजनाको तर्फबाट। हजुर आदरणीय श्रोता, अब भने म फेरि त्यही कुरालाई जारी राख्दाखेरि एउटा क्वेसन गर्न मन लाग्यो, जो हामीले यो एल्बमको बारेमा पनि कुरा गरिरहेका छौँ, स्टिल जारी नै छ। त्यही पनि तपाईँलाई मैले यो पर्सनल लाइफको बारेमा, तपाईँको पारिवारिक जीवनबारे सोध्नु मन लाग्यो। तपाईँले अन्यथा त सम्झिनुहुन्न, केही बताइदिनुहोस् न। हजुर, मेरो पारिवारिक भन्नु भने म फ्यामिली सहित यहाँ बस्छु अहिले अल्डरसटमा। मेरो 2टा छोरी छ। उहाँ मेरो श्रीमतीले पनि साह्रै मन पराउनुहुन्छ, मेरो गीत सुनिराख्नुहुन्छ भनेपछि तपाईँलाई घर परिवारबाट पूर्ण रूपमा सहयोग मिलेको छ? हजुर, सहयोग मिल्छ, किनभने सुरुमा त गीत शब्द मात्रै देखाउँदा त उहाँले मन परेको थिएन होइन, जस्तो त्यो शब्दमा म्युजिक शब्द के अरे स्वरहरू हाल्दाखेरि चाहिँ अहिले चाहिँ उहाँले मन पराउनुहुन्छ। एकदमै राम्रो। र हरिमानजी, तपाईँलाई फेरि यो युकेकै बसाइको कुरा गर्नुपर्दाखेरि पारिवारिक जीवनको कुरा गऱ्यौँ, तपाईँलाई यो आफ्नो लिभिङ जुन युकेको बसोबास गर्ने क्रममा लिभिङको लागि तपाईँले जागिर पनि गर्नै पर्यो, अनि साइडमा तपाईँले यसरी गीतहरू रचना गरेर
तपाईँ विभिन्न ठाउँमा अझै गाउनु पनि हुन्छ, कसरी भ्याउनुहुन्छ तपाईँले, समय कसरी मिलाउनुहुन्छ? समय त्यही हो, त्योभन्दा अगाडि अब म्यानेज गर्ने आफ्नो होइन, डायरीमा लेख्ने होइन, यो टाइममा कहाँ प्रोग्राम हुन्छ त्यति मात्रै नभइकन अझै पनि नेपाली टिभीमा पनि मैले कता कता उहाँहरूले अनुसार यस्तो रिप्रेजेन्टेटिभ क्यामेरा रूपमा पनि काम गर्छु कता कता। भनेपछि तपाईँ क्यामेराम्यान पनि बनेर हिँड्नुहुन्छ? हजुर, किनभने मल्टिटास्क गर्नुपर्छ, अब काम मात्रै गरेर पनि भएन, मान्छेको केही हबीहरू पनि हुन्छ होइन, बिजी लाइफलाई बिजी